नमस्ते, म रविना गोपाली, नर्सिङ इन्स्ट्रक्टर अफ कालिका मेडिकल एन्ड टेक्निकल इन्स्टिच्युट। आज म तपाईहरूलाई CPR को स्टेप बाई स्टेप प्रोसिडर देखाउन गइरहेको छु। CPR भनेको कार्डियोपल्मोनरी रिससिटेसन, जसलाई हामीले बेसिक लाइफ सपोर्ट पनि भनिन्छ र यो स्किल हामी सबैजनाले जान्नै पर्ने कुरा हो। CPR भनेको कार्डियोपल्मोनरी रिससिटेसन, यो चाहिँ इमर्जेन्सी प्रोसिडर जसमा हामीले चेस्ट कम्प्रेसन र आर्टिफिसियल ब्रिदिङ दिएर गर्नुपर्छ। कुनै पनि भिक्टिम यदि सडनली फेन्ट हुनुभयो, हार्ट एट्याक हुनुभयो अथवा कार्डियक एरेस्ट भएर ढल्नुभयो भने त्यो कन्डिसनमा उहाँको भाइटल अर्ग्यान्सलाई रिफङ्सनिङ अथवा रिस्टोर गर्नको लागि हामीले CPR दिनुपर्छ। यदि कुनै पनि भिक्टिम सडनली हार्ट एट्याक भएर अथवा कार्डियक एरेस्ट भएर बेहोस हुनुभयो अथवा फेन्ट हुनुभयो भने भिक्टिमलाई चाहिँ ग्राउन्ड लेभलमा सर्फेस लेभलमा कम्फर्टेबल पोजिसनमा राख्ने, त्यसपछि उहाँको रेस्पोन्स चेक गर्ने बेलामा चाहिँ हामीले उहाँलाई बोलाउनुपर्छ। हेलो हेलो दाई भनेर बोलाउने। यदि कुनै पनि रेस्पोन्स आएन भने तुरुन्तै अथवा इमिडिएटली हामीले साउट फर हेल्प, जति पनि नजिकका मान्छेहरू छ हामीले बोलाउने अनि 102 इमर्जेन्सी मेडिकल सर्भिसमा चाहिँ हामीले फोन लगाउनुपर्छ। त्यसपछि हामीले भिक्टिमको ABC चेक गर्छौँ। हामीले ABC चेक गर्छौँ। ABC भन्नाले एयरवे, ब्रिदिङ र सर्कुलेसन। एयरवेमा हामीले भिक्टिमको माउथलाई ओपन गरेर कुनै पनि अब्स्ट्रक्सन छ कि छैन भनेर हेर्ने र एयरवेलाई चाहिँ ओपन गरिदिनुपर्छ। यदि माउथमा कुनै पनि अब्स्ट्रक्सन छैन भने हामीले ब्रिदिङ हेर्ने। ब्रिदिङ चाहिँ हामीले भिक्टिमको नोज र माउथमा उहाँले सास फेर्नुभएको छ कि छैन भनेर हाम्रो एयरलाई चाहिँ नियर बाई लगेर सुन्ने। उहाँले सास फेर्नुभएको छ कि छैन भनेर चाहिँ हामी क्लियर हुने र नेक्स्ट ह्यान्ड चाहिँ हामीले भिक्टिमको चेस्ट अथवा एब्डोमेनमा राख्ने। यदि उहाँले सास फेर्नुभएको छ भने चाहिँ चेस्ट राइज हुन्छ र यदि उहाँले चेस्ट राइज भएको छैन भने हामीले चाहिँ सर्कुलेसन हेर्नुपर्छ। सर्कुलेसनमा चाहिँ कुनै पनि ब्लिडिङहरू छ कि छैन भनेर सर्फेस एरियामा हेर्ने र सँगसँगै हामीले क्यारोटिड पल्स चेक गर्नुपर्छ। क्यारोटिड पल्स चाहिँ हाम्रो नेकमा हुन्छ, जुन चाहिँ हामीले 10 सेकेन्डसम्म पल्सलाई फिल गर्नुपर्ने हुन्छ। यदि 10 सेकेन्डसम्म हामीले कुनै पनि पल्स फिल गरिएन भने विदाउट डिले हामीले भिक्टिमको कपडालाई चाहिँ ओपन गरिदिने। हामीले चेस्ट कम्प्रेसन गर्ने बेलामा पेसेन्टको चेस्टलाई 4 पार्टमा हामीले डिभाइड गर्छौँ र 4 पार्टमा डिभाइड गरिसकेपछि सेन्टर अफ द चेस्ट अर बिट्विन द निपल्स हामीले चाहिँ हाम्रो पामलाई राख्छौँ र नेक्स्ट ह्यान्ड हामीले चाहिँ ओभरल्याप गरेर क्लेन्स गर्छौँ र चेस्ट कम्प्रेसन गर्ने बेलामा जुन हाम्रो 2 इन्च अर 5 सेन्टिमिटर चाहिँ हामीले डेप्थमा जानुपर्छ र 1 मिनटमा 100 to 120 टाइम्स कम्प्रेसन चाहिँ दिइसक्नुपर्छ र यसलाई चाहिँ हाम्रो 30:2 लाई 1 साइकल भनिन्छ र 30 कम्प्रेसन गरेर 2 रेस्क्यु ब्रेथ दिनुपर्छ। जस्तै 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 26 27 28 29 30 र 30 कम्प्रेसन गरिसकेपछि हामीले 2 रेस्क्यु ब्रेथ दिने। 2 रेस्क्यु ब्रेथ दिने बेलामा हेडलाई चाहिँ लिङ गर्ने र चिनलाई चाहिँ लिफ्ट गर्ने र नोजलाई क्लोज गरेर हामीले चाहिँ पुरै ब्रिथ दिने। 1 2 र ब्रिथ दिने बेलामा भिक्टिमको चेस्ट चाहिँ राइज हुनुपर्छ र हामीले फेरि रेस्पोन्स हेर्छौँ। उहाँको रेस्पोन्स आएको छ भने हामीले स्टप गर्छौँ। यदि उहाँको रेस्पोन्स आएको छैन भने विदाउट डिले इमिडिएटली हामीले फेरि चेस्ट कम्प्रेसन गर्ने। 30:2 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 18 19 20 21 22 23 24 25 26 28 29 30 1 2 हामीले यो साइकल कहिलेसम्म कन्टिन्यू गर्ने भन्दा जबसम्म भिक्टिमको रेस्पोन्स आउँदैन तबसम्म कन्टिन्यू गर्छौँ अथवा जबसम्म मेडिकल सर्भिस आउनुहुन्न तबसम्म हामीले यो साइकललाई चाहिँ कन्टिन्यू गर्नुपर्छ। आज चाहिँ हामीले CPR को स्टेप बाई स्टेप प्रोसिडर सिक्यौँ र आगामी दिनहरूमा
तपाईँहरूलाई अरू फर्स्ट एड टपिक लिएर आउनेछु। थ्याङ्क यू।